उनीहरू सोच्थे कि वैकुण्ठमा प्रवेश पाउने अधिकार केवल उनीहरूकै हातमा छ। एक दिन 4 जना सनत कुमारहरू सनक, सनन्दन, सनातन र सनत कुमार वैकुण्ठको द्वारमा पुगे। यी ऋषिहरू ब्रह्माका मानस पुत्र थिए, जो सधैँ 5 वर्षका निर्दोष बालक जस्ता देखिन्थे। उनीहरूको रूप सानो थियो, तर उनीहरूको ज्ञान अथाह सागर जस्तै थियो। उनीहरूको उद्देश्य थियो विष्णुको दर्शन गर्नु र दिव्य ज्ञानको आदान प्रदान गर्नु। तर जय र विजयले उनीहरूको सानो रूप देखेर उपहास गरे। उनीहरूले भने, यी ससाना बालकहरू वैकुण्ठमा प्रवेश गर्ने? यो त हास्यास्पद छ। तिमीहरू जाऊ, यो स्थान तिमीहरू जस्ताका लागि होइन। यो अपमान थियो ज्ञानका सागरहरूको, जो अभिमानको अगाडि सहन सक्थेनन्। सनत कुमारहरू क्रोधित भए। उनीहरूका आँखामा न्यायको ज्वाला बल्यो, तर उनीहरूको क्रोध विनाशकारी थिएन, बरु शिक्षा दिने र सुधार्ने प्रकारको थियो। उनीहरूले श्राप दिए, तिमीहरूको अभिमानले तिमीहरूलाई यो दिव्य धामबाट अलग पार्नेछ। तिमीहरू 3 जन्मसम्म मर्त्यलोकमा दानव रूपमा जन्मनेछौ र तिमीहरूको कर्मले ब्रह्माण्डलाई नै चुनौती दिनेछ। यो श्रापले तिमीहरूलाई अभिमानको फल सिकाउनेछ। जय र विजय डराए। उनीहरूका हात जोडिए र उनीहरूले दया मागे। सनत कुमारहरू दयालु थिए। उनीहरूले विकल्प दिए, तिमीहरू विष्णुका भक्तको रूपमा 7 जन्म लिन सक्छौ, जसमा तिमीहरू लामो समयसम्म अलग रहनेछौ तर शान्ति पाउनेछौ, वा उहाँका शत्रुको रूपमा 3 जन्म मात्रै, जसमा सङ्घर्ष हुनेछ तर छिट्टै मुक्ति मिल्नेछ, किनकि विष्णुसँगको सामना नै मुक्तिको द्वार हो। जय र विजयले गहन विचार गरे। उनीहरूले सोचे, लामो समयसम्म वैकुण्ठबाट अलग रहनु दुःखदायी हुन्छ, छिट्टै मुक्ति पाउनु राम्रो। यसरी उनीहरूले शत्रु रूप चुने। यो निर्णयले ब्रह्माण्डमा एक नयाँ अध्याय सुरु गर्यो। दानवहरूको उदय, देवताहरूको सङ्कट र विष्णुका अवतारहरूको क्रमिक अवतरण। यो श्रापको फलस्वरूप उनीहरूको पहिलो जन्म भयो हिरण्याक्ष र हिरण्यकश्यपको रूपमा, जो दानवहरूका राजकुमार बने र ब्रह्माण्डलाई आतंकित बनाए। यो कथा अभिमानको, शक्तिको दुरुपयोगको र अन्ततः दिव्य न्याय र धर्मको विजयको हो।